नियमको नाममा अराजकता, सुशासन कि शक्तिको उन्माद। नियम र कानुन समाजलाई राम्रो बनाउनको लागि चाहिन्छ, तर आजकल हाम्रो स्कुल र स्थानीय प्रशासनले नियम पालना गराउनुको नाममा जुन खालको व्यवहार देखाइरहेको छ त्यसले मानवताले नै गिज्जिएको छ। कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेको यही हो कि जस्तो कतिखेर लाग्छ। पक्कै पनि नियम तोड्नेको गल्ती होला र गल्तीको अनुसार सजाय पनि पाउनुपर्छ। कानुनी रूपमा जरिवाना गर्ने वा सचेत गराउने बाटो छँदैछ, तर गल्तीको नाममा यसरी अराजकता फैलाउन त पाइँदैन होला नि। परीक्षा दिन गएका विद्यार्थीले मोबाइल बोकेको न्युमा मोबाइल नै नष्ट पारिदिए। सडक छेउमा काफल बेचेको भन्दै त्यो बास्केट नै फालिदिए। भएन भनेर भर्खरै बाहिर आएको घटना। चाउचाउ पानी र अन्य खुद्रा सामान बेचेर परिवारको पेट पालिरहेको गाडी नै भिरबाट खसालिदिए। के संसारमा यस्तो कतै पनि कानुन छ? र यदि कतै छ भने मलाई चाहिँ थाहा छैन। यदि कसैलाई थाहा छ भने प्लिज 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 कमेन्ट बक्समा अवश्य बताइदिनु होला। नियम मिच्नेलाई तह लगाउने नाममा कसैको रोजीरोटी वा सम्पत्ति नष्ट गर्न अधिकार प्रशासनलाई कसले दियो? यो त नियमको पालना गराएको होइन, गरिबमाथि शक्तिको घमण्ड देखाएको जस्तो छ। देशमा ठुल्ठुला भ्रष्टाचारी, बलात्कारी, चोर, ज्यानमाराहरू खुलेआम घुमिरहँदा पनि प्रशासन मौन बस्छ, तर सडकमा गरिब र विद्यार्थीहरूमाथि बाघ जस्तो जाइलाग्छ। यो सरासर अन्याय हो। त्यसैले नियमको अनावरण गरिने यस्ता क्रूर र अराजक कार्यहरू तत्कालै बन्द गरिनुपर्छ। गल्ती भए कानुन बमोजिम सजाय दियोस्, तर कसैको गाँस खोज्ने र अत्याचार गर्ने काम बन्द गरिनुपर्छ। शासन भनेको जनतालाई तर्साउने होइन, उनीहरूको रक्षा गर्ने हो। यो कुरा पनि सबैलाई हेक्का रहोस्। हिटी खबरको लागि दीपक विक, टिकापुर।